कमसेकम देशव्यापी आन्दोलन हुन्छ र एउटा जिल्लामा एउटा स्टेसन बनाएर आन्दोलन अगाडि बढ्छ र अब देश चाहिँ नि समृद्धि विकास र सुशासन र रोजगारीतर्फ जानुपर्छ भन्ने हामी युवाहरूको चाहनामाथि स्वस्ति शान्ति गर्दै त्यो चाहना पुरा गर्दै बेलुका फेरि दलहरूमाथि प्रतिशोध गर्दै त्यो अलिअलि जाएको आगोमा पानी खनाउने काम जुन बाबु सरकारले गरेको छ यो एकदम यो घृणायुक्त काम छ। 23-24 गतिको ध्वंसात्मक आन्दोलन जुन आन्दोलनका रचनाकारहरू स्वयं अहिलेका प्रधानमन्त्री बालेन विदेशमन्त्री सुदन लगायतका व्यक्तिहरू जो यसका रचनाकारहरू थिए उनीहरूले लेखेका स्टार्टअपका कारण सेवाहरू चलेका छन् र उनीहरूले आह्वान गरेको डिस्कटबाट अपराधिक गतिविधि भएको छ त्यो सम्पत्ति नष्ट भएका छन् राष्ट्रिय सम्पदाहरू ध्वस्त भएको छ प्रहरी 24 जलेको छ प्रहरीहरू मारेका छन् 77 जना मध्ये 23 जना आन्दोलन 19 जना आन्दोलनकारी 6 जना प्रहरी र अन्य व्यक्तिहरूको हत्या भएको परिस्थिति जुन सिर्जना भएको छ र कार्य आयोग एउटा एकदम बन्देतपूर्ण ढङ्गले बनेको छ किनभने गौरीबहादुर कार्कीजीले ट्विटमा आफूलाई प्रस्तुत गरिसकेका थिए र उनले एमाले कङ्ग्रेस र माओवादीको नेताहरूप्रतिको जुन खालको अभिव्यक्तिहरू आएका थिए त्यसबाट पनि यो आएको रिपोर्ट कस्तो आउँछ भन्ने कुरा हामीले बुझेका थियौँ र एकदम विरोधाभासपूर्ण खालको रिपोर्ट उहाँले बुझाउनु भएको छ। हाम्रो पार्टीको अध्यक्षज्यू र रमेश लेखकजीलाई लापरवाही गरेको हेलचेक्राइ गरेको भन्ने अर्थ लाएर उहाँहरूले चाहिँ नि सजायको सिफारिस गर्नुभएको छ र हाम्रो फौजदारी संहिताले भवितव्यको पनि परिभाषा गरेको छ, लापरवाहीको पनि परिभाषा गरेको छ र हेलचेक्राइको पनि परिभाषा गरेको छ। सम्बन्धित व्यक्ति वारदात भएको ठाउँमा सहभागी नभएको अवस्थामा चाहिँ नि कुनै पनि घटना घट्दा लापरवाही अथवा हेलचेक्राइ भन्न मिल्दैन। त्यो कुरा चाहिँ नि न्यायाधीश भइसकेको उच्च अदालतको चर्चित न्यायाधीशको आयोगले त्यो सिफारिस गरेको छ। अब विज्ञानजी लगायतका साथीहरू अख्तियारको आयोग खानु पाउने लोभमा आफ्नो धेरै सहयोगदाहरूमाथि उहाँले दुःख दिने नियतले सुरक्षा निकायका साथीहरूले पनि दुःख दिनुभएको छ र क्याबिनेट नेपालमा पहिलोचोटि यसरी प्रयोग भयो कि क्याबिनेटले चाहिँ नि मुद्दा चलाउने निर्णय गरे एउटा जिल्ला प्रहरी कार्यालयले गर्ने अधिकार चाहिँ क्याबिनेटले प्रयोग गरेको छ र त्यो पनि कति विवेकपूर्ण छ भने राजनीतिक दलका नेताहरूले चाहिँ नि आयोगको तुरुन्त कार्यान्वयन गर्ने आएको रिपोर्ट प्रतिवेदन र प्रहरी प्रशासन अथवा चाहिँ नि सुरक्षा निकायका साथीहरूले पुनः छानबिन गर्ने यो खालको एउटा बन्देतपूर्ण ढङ्गले चाहिँ उहाँले निर्णय गर्नुभएको छ। अर्को कुरा चाहिँ नि नेपालको इतिहासमा पहिलोपटक क्याबिनेटको निर्णयको हवाला दिँदा गृह मन्त्रालयले चाहिँ प्रहरी जारी गर्यो र बिदाको दिन राति 4 बजे नै उहाँहरूले गिरफ्तार गर्ने योजना किन बनाउनु भयो भन्दाखेरि चाहिँ नि अदालतले छुट्ने स्थिति हुँदाखेरि पनि कमसेकम 24 घण्टा 26 घण्टा 28 घण्टा पनि थुन्न पाइन्छ भन्ने मञ्चा त्यहाँ देखिन्छ र यो चाहिँ एउटा लोकतन्त्रमाथि गर्ने चाहिँ हमला हो र पूर्ण रूपले प्रतिशोधपूर्ण व्यवहार हो र 24 गतिको घटनालाई जुन ढङ्गले कार्य आयोगले लुकाएको छ 24 घटनामा चाहिँ स्कुल टेस्ट लगाएर बच्चाहरूलाई त्यहाँ पठाउनुदेखि लिएर 23-24 गतिको समग्र घटनामा डिस्कबाट प्रयोग गरेर चाहिँ नि जे खालका अपराधिक कर्महरू त्यहाँ भयो आतङ्कवादी गतिविधिहरू ती सबैको छानबिन हुनुपर्छ भन्ने हाम्रो कुरा छ। त्यसो हुँदाखेरि अहिले सचिवालयको बैठक बसे पछाडि आधिकारिक विषयवस्तु तपाईँहरूको सामु आउँछ। कमसेकम देशव्यापी आन्दोलन हुन्छ र एउटा जिल्लामा एउटा स्टेसन बनाएर आन्दोलन अगाडि बढ्छ र अब देश चाहिँ नि समृद्धि विकास र सुशासन र रोजगारीतर्फ जानुपर्छ भन्ने हामी युवाहरूको चाहनामाथि स्वस्ति शान्ति गर्दै त्यो चाहना पुरा गर्दै बेलुका फेरि दलहरूमाथि प्रतिशोध गर्दै त्यो अलिअलि